हाई एभ्रिवान, नमस्ते। आज म पकाउँदैछु मासु। यसमा चाहिँ 2टा प्याज, 4टा खोर्सानी, एउटा टमाटर, अदुवा, लसुन अन्त जिरा सिलौटामा पिसेर तयार पारेको धुलो खोर्सानी, हल्दी, जिरा, धनिया। तपाईहरु मलाई कमेन्टमा भन्नु होला यो मासु चाहिँ केको हो। मैले कराईमा तेल हाले, त्यसपछि यसलाई हिट हुन्जेलसम्म छोडिदिए, त्यसपछि राखे यसमा मेथी। अब यसमा राख्दैछु म प्याज, खोर्सानी। यसलाई गोल्डन ब्राउन हुन्जेलसम्म फ्राई गर्नुपर्छ। यो गोल्डन ब्राउन भइसकेपछि यसमा राख्नुपर्छ मासु। यो मासु राखिसकेपछि यसलाई एकपल्ट मजासँगले चलाएर हामी यसलाई छोपिदिन्छौँ। म 10 देखि 15 मिनेटसम्म यसलाई मैले लो टु मिडियम फ्लेममा मैले यसलाई फ्राई गरेँ। फ्राई गरिसकेपछि अब यसको कलर यस्तो भइसकेको छ। अब म यसमा राख्छु हल्दी। हल्दी हालेपछि यसलाई एकपल्ट चलाएर यसमा राख्नुपर्छ स्वादअनुसार नुन। त्यसपछि फेरि एकपल्ट यसलाई चलाउनुपर्छ। मजासँगले चलाएपछि यो नुन चाहिँ सबै मासुतिर मजाले मिक्स हुन्छ। अब यसमा मैले अघि सिलौटामा रेडी पारेको जिरा, अदुवा, लसुनको पेस्टलाई म यसमा राख्छु अनि यसलाई फेरि एकचोटि फेरि मिक्स गर्नुपर्छ। यो राम्रोसँगले मिक्स भइसकेपछि यसलाई म लो टु मिडियम फ्लेममा फेरि 15 मिनेटसम्म म यसलाई यसरी नै छोपेर म यसलाई पकाउँछु। अब यसलाई म छोप्छु। छोपिसकेपछि यो 10-15 मिनेटसम्म लो टु मिडियम फ्लेममा फ्राई भइसकेपछि मैले यसमा धुलो खोर्सानी, जिरा, धनियाको पेस्टलाई यसमा राखेर यसलाई फेरि चलाउनुपर्छ। यो लगभग यो मासु पाक्न लागिसकेको छ। अब यसमा राख्छु म टमाटर हालेर म यसलाई छोपिदिन्छु। फेरि म 10 मिनेटको लागि यसलाई यसरी नै म छोपेर पकाउँछु। अब यो मासु लगभग मेरो पाकिसकेको छ। मैले यसमा पानीको युज गरिनँ। म यसमा राख्छु अब स्वादको लागि गरम मसाला। गरम मसाला हालेर यसलाई एकपल्ट चलाएर अब म यसलाई 5 मिनेटको लागि म यसलाई छोप्छु। यो मासु मेरो लगभग पाकिसकेको छ। यो मेरो मासु रेडी भइसकेको छ। अब यसको कलर, तेल सबै मासुले छोडिसक्यो। मसँग धनिया पत्ता थिएन त्यसैले मैले हालिनँ। तपाईहरु हाल्नु होला। मेरो भिडियोलाई मन पर्यो भने लाइक, शेयर, कमेन्ट